बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीया सचियो पेद बुदिया छोले लोक साहित्य परिषद यागु छवान यङ्कै ज्याजो कोचाको दु समापन ज्याजो शनिबार यललाकुया केशव नारायण चोके जुबखा परिषद नाय रञ्जित बहादुर श्रेष्ठ या समन्वय श्रीजुको ज्याजोले उपप्रधान निषेध गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रदेश सांसद रामकृष्ण चित्रकार नेपाल भाषा एकाडेमिया कुलपति एके रत्न थापा उपकुलपति मल्लके सुन्दर लगायत सत्यमोहन जोशीया योगदान यतकया चर्चा याना दिएको खा बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको 104औं जन्म जयन्तीको अवसरमा महान व्यक्तित्वप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँले जुन योगदान नेपाल राष्ट्रका लागि, नेपाली समाजको लागि, नेपाली भाषा साहित्य र संस्कृतिका लागि गर्नुभएको छ, त्यसका निम्ति म हार्दिक कृतज्ञता र आभार पनि उहाँप्रति व्यक्त गर्न चाहन्छु। उहाँको जीवनभर यस प्रकारको योगदान गर्न सक्ने ठाउँमा पुर्याउनका निम्ति भूमिका खेल्नुहुने उहाँको धर्मप्रति आदरणीय माताजीप्रति पनि म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। वास्तवमा हामी सबै नेपालीलाई गौरव गर्न सक्ने गौरवको एउटा प्रतिनिधि व्यक्तित्व हुनुहुन्थ्यो बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी। सत्यमोहन जोशी भन्नासाथ नेपाली समाजको हरेक तबका, राजनीतिदेखि संस्कृतिसम्म सब क्षेत्रले शिर नहुने व्यक्तित्व समाजमा शताब्दीौंमा एकात पाउँछौँ। उहाँको व्यक्तित्व, उहाँले मुलुकको लागि दिनुभएको योगदान हामी सबैलाई राम्रोसँग थाहा छ। मैले लामो समय नलिकन यति नै भन्न चाहन्छु, वास्तवमै हामीले एक खालको सोचमा हामी छौँ, हाम्रो समाज छ। यो समाजलाई रूपान्तरण गर्नको लागि धेरै मान्छे नचाहिने रहेछ। एउटै मान्छेले पनि तात्विक रूपमा परिवर्तन हुन सक्ने ढङ्गको अभियान चलाउन सक्ने रहेछ। एउटै व्यक्तिले पनि धेरै चिजहरू परिवर्तन गर्न सक्ने रहेछ। हामी लघुता भाषमा बस्नुपर्ने होइन रहेछ। हामीले हाम्रो समाजलाई यो कुरा बुझाउन जरुरी छ। आज सत्यमोहन जोशी त्यसैको एउटा अनुपम उदाहरण, अतुलनीय व्यक्तित्व, जसले संस्कृति, भाषा, साहित्यको लागि अतुलनीय योगदान दिनुभयो। संस्कृतिविद, भाषासेवी, साहित्यकार दिवंगत सत्यमोहन जोशीले यो सचिव पेकोबु जन्मनि यो उपलक्ष्य मुझे ज्याचम जुल वेक न तो जीवता भाषा साहित्य संस्कृति ये चाहिँ पानाउन वह कथा तो वे गयो चाहिँ तोरम जीव भाषा साहित्य संस्कृति योगदान जो पाइना चिज वे गए त चाहिँ यो यो समारोह yana लुमन्चुजा यामा तो जे अतिको हरिभावमा श्रद्धेय सत्यमोहन जोशी भाजुया सचिव पेद बुनिया हना कथा जे थो मुना चना वेकै त आफ्ला आफ्ला लुमंका चना आपा श्रद्धेय स्वान देशना चना यदि जिस सत्यमोहन जोशी त लुमंका चुनाव खासा सत्यमोहन जोशी त हना चुनाव खासा सत्यमोहन जोशी जब तेमा लोक साहित्य सम अभियन्ता सम अनुसन्धान करता वयाका छ आइडल फकलोर या चाहिँ विधा सम चाहिँ नेशनल आइकन चाहिँ वयाका ख
एजुले राज्य त हरिबाउमा उप प्रधानमन्त्री जो नारायण काजी श्रेष्ठ जो या पाके ठोको वेक्ल क्याबिनेटे यिनका बिहेरी छ क्याबिनेटे यिनका ट्विटर राज्य नीतिको ठाउँ चाहिँ मतलब चाहिँ अनुमोदन याका बिहेरी छ ज्याजुले परिषदीय नाय रजित बहादुर श्रेष्ठ नुकु लक्ष्मी शोभा साक्य परिषद यान बैठकको जाखै बारे जानकारी ब्यादिएको ख तर ठाउँ छे बिस्क कठा वेकया अनुपस्थिति जिसा बुद्धि हनाचना कठे ढापले वेकया देह ठाउँ छेगु न्हने मन्त वेकया आत्मा छेगु न्हने दु जे फुकसिगु आत्मा वेकया आत्मा सना चंगु दु उकि वेकयाको योगदान ख भाषा साहित्य संस्कृति प्रतिको योगदान ख ओ योगदान एत लुमंका जिसा ठुगसिसको मखु मेमेगु देन ठुक रहे जाजो त यहाँका यंकेको जुई ठुसी जिसा छिस्कर पिन्छ स्यु छनु थौ छनु जको मखु थौला समापन ख थौ सिबे न्हहे 24 गते आइतबार अनछे छवायंक जिसा चाहिँ ठिठी जाजो यहाँकाको ख छिस्कर पिन्छ स्यु कि आइतबार 24 गते रक्तदान जाजो हिदान जाजो जिसा चाहिँ याना जीको आह्वान एत स्वीकारेन पूर्व मेचिन से पश्चिम महाकाली तके रेड क्रॉस सोसाइटी जुल अथे ब्लड डोनेशन एसोसिएशन मेमेको ठिठी संस्था पाखे पूर्व मेचिन से पश्चिम महाकाली तके को ब्लड डोनेशन रक्तदान जाजो जी सत्यमोहन सौर्य नामे याना दिला सत्यमोहन सौर्य मूल संयोजक तुई नेपाल सम्मत 1104 दैगु 2041 ज्येष्ठ 20 गते हुनु लोक साहित्य परिषद या विधिवत स्थापना जुगु जुल थया लिपा जिल्ला प्रशासन कार्यालय येले ठोइट चाहिँ छौ एनजीओ रूप दर्ता याटन सफल जुल थो स्थापना काल निसे सौर्य सल्लाह कथ सौर्य गाइडेन्स कथ जिमस चाहिँ करिब नेगु बासगु सफु चाहिँ प्रकाशन या फट अठे लोक साहित्य संस्कृति भाषा कला लिपि आदि याट नापकया ठिठी गोष्ठी सहलह ज्याजो अठे सफु बोज्या इत्यादि विभिन्न कार्यक्रम त छिस लोक साहित्य परिषद पाखे याना वया चंगु ख जिथना नेठना चना अले अठे परिषद आटक बियावया चंगु न्यागु शिरपा नडु करुणाकर शिरपा मूर्तिमान शिरपा हेमराज शिरपा गौरी अनन्त शिरपा गोविन्द शिरपा थुपे शिरपा त निडे छक छक बियावया चनगु जुल ज्याजुले सुनगावा सफुया पेत बोज्याचुको खासा छवान्यङ कया जुको ज्याजुले क्वालिया पिन्त हना पाउन ललागु ख निकाल्नु भएको हो सुनगावा पत्रिकाबाट मध्यक समाज सेवाले चाहिँ लोक साहित्य परिषद या अठे महालक्ष्मी सत्यमोहन सरको किताब बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशिया सचिव पेद बुदिया छोले लोक साहित्य परिषद छवादुने हिदान सफु बोज्या तारदर्शन लगायत तिथि ज्याजो यागु ख